हेलो गाइस, के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ हामी चाहिँ कालसेनी पूजाको लागि श्रीस्थान गएका थियौँ। हामीहरू श्रीस्थान देख्न सक्नुहुन्छ। तपाईँहरू पनि जानुभएकी छ भने यसो कमेन्ट गरिदिनु होला। हामी चाहिँ अगाडि बढौँ गाइस। देख्न सक्नुहुन्छ गाइस, बत्ती पनि बलिरहेको छ। अनि गाइस हामी चाहिँ देख्न सक्नुहुन्छ खसी आमा, माइजू, बाबा, बाजे अनि म अनि देख्न सक्नुहुन्छ। हामी चाहिँ लाग्यौँ है। हामी चाहिँ गुरुङ टोलको बाटो है गाइज। पछि देख्न सक्नुहुन्छ हामी यसरी श्रीस्थान पनि पुगिसकेका थियौँ। श्रीस्थान पुगिसकेपछि देख्न सक्नुहुन्छ हामी ओर्लिसकेका थियौँ। ओर्लिसकेपछि हामी चाहिँ लाग्यौँ पूजाको लागि। अनि देख्न सक्नुहुन्छ अगाडि आइसक्यो बाटो आइसक्यो। यानि कि मतलब जाडो भएर गाइज होइन, हातहरू यस्तो कामै नलाग्ने भइरहेको थियो। अनि नाक त रातो भएको थियो अनि गाइज अब के भन्ने क्या होइन। अनि गाइज देख्न सक्नुहुन्छ मेरो नाक चाहिँ खतरा रातो भइरहेको थियो गाइज। अनि अगाडि देख्नुहोस् मस्त बत्ती बलिरहेछ, दियो बलिरहेछ होइन। यो के होला, तपाईँलाई के जस्तो लाग्छ यसो कमेन्ट गर्नु होला। हजुरको मतलब हजुरलाई के लाग्छ, यो साँच्चीकैको हो कि ग्यास हो। देख्न सक्नुहुन्छ। अनि मेरो बाबा चाहिँ देख्नुहोस् ध्वजा घन्टी बान्दै हुनुहुन्छ पूजाको लागि तयारी गर्दै हुनुहुन्छ मेरो बाबा होइन। देख्न सक्नुहुन्छ अक्षता लिनुभयो। अक्षता लगाएर नि सकाएर पनि टक्क अनि अगरबत्ती बाल्दै हुनुहुन्छ। अगरबत्ती बालिसकेपछि हाम्रो काम भइसकेको थियो। हाम्रो काम भइसकेपछि हामी चाहिँ पूजा सकेपछि चाहिँ देख्नुहोस् यसो म घुमिदिएको। अनि घुमेपछि यसो दर्शन लगाउँ न, दर्शन गर्नको लागि चाहिँ म चाहिँ मोलढोकासम्म पुगेँ। देख्न सक्नुहुन्छ है, यो तपाईँलाई देख्न सक्नुहुन्छ। अनि गाइस अनि लास्टै जाडो भइरहेको थियो। नाक देख्न सक्नुहुन्छ रातो भएन, सिकानै चिसो मेरो गाइस, लाजै मर्दैन है। अनि त्यसपछि गाइस हामी चाहिँ लाग्यौँ घरतिर, यानि कि मामा घरतिर। देख्न सक्नुहुन्छ मेरो लुक्स। अनि त्यसपछि हामी फाइनल्ली मामा घर नजिकै आइपुगेका थियौँ। आजको लागि यति नै। नेक्स्ट ब्लग भोलि आउनेछ साथीहरू। सबैले